यस हेलो साथीहरु, के छ तपाईहरुको खबर? र आज हामी फेरि एउटा नयाँ गेम प्ले भिडियो लिएर आएको छु र त्यो गेम प्लेको भिडियोको नाम जुन हो तपाईहरुले थाहा पाइसक्नु भएको छ र त्यो गेम प्लेको नाम हो ग्रानी। ग्रानी एउटा यस्तो गेम हो जुनलाई खेलिसकेपछि तपाईहरु यस्तो हरर र थ्रिलर हुनुहुन्छ जुन तपाईहरुले हेरिसकेपछि मात्र थाहा हुन्छ। र मैले एक्सेप्ट पर्सनलाइज एड मोर गरे, नन एक्सेप्ट गर्ने। त्यसपछि अब चाहिँ हामी खेल्न सुरु गर्छौं। र हामी प्लेलाई अट्टाइसकेको छु र प्लेलाई अट्टाइसकेपछि हामी डिफिकल्टी चाहिँ नर्मल नै राख्नेछौँ, किनभने हामी सुरुमै खेलिसकेका छौँ। गेम हामी सुरुमै खेल्ने हो। सुरुमै खेलिसकेपछि हामी कता जान्छ के गर्छ त्यो हामी कसैलाई ग्रानीको कोठाभित्र पुग्न सकेका छौँ। डे 1 आइसकेको छ र डे 1 मा हामीले के गर्छौँ भन्ने कुरा हामी तपाईहरुलाई हेरिसकेपछि मात्र थाहा हुनेछ। र यो डेमा चाहिँ भाग्य नौपाने आइसकेको छ र हामी चाहिँ के भइसकेको छ भने यो ड्ररमा के छ यार? यो ड्ररमा केही पनि छैन यार। यो ड्रमा यहाँ पनि केही पनि छैन। यो के हो? बत्तल के हो यो? हामीले यसलाई के गर्नुपर्छ भन्ने मलाई थाहा छैन। आमा ग्राफिक्स त बाबा खत्रै रहेछ त्यो यार। ठक्क पहिले दिनमा मार्दिन त यार। ल हेर्नुहोस् है साथीहरु, लाइटले पनि धोका दिँदैछ। लाइटले धोका दिएर हामीलाई के हुन्न, गेममा चाहिँ एकदम पर्फेक्टली खेल्नुपर्छ। यो पर्फेक्टली खेल्यो भने बल्ल हामीलाई मजा आउँछ के साथीहरु, थाहा पनि तपाईहरुलाई। अब चाहिँ के हुँदैछ भने अर्को कोठामा चाहिँ हामी त्यही कोठामा आइयो कि पहिलेको कोठा जुन थियो त्यसैमा आइयो। त्यहाँमा चाहिँ हामी कसरी जान्छ भन्ने कुरो यो ढोका खोलेर आइयो। ग्रानी भित्रै रहेछ यार, तल छ होला। यो ढोका खोलम। यो ढोका खोलिसकेपछि यहाँ के छ? केही पनि छैन यहाँ त। फुक्क यो ड्ररमा केही पनि छैन। यो ड्ररमा केही पनि छैन। कार ब्याट्री रहेछ। अब हामी कार ब्याट्रीलाई लिएर कार चलाउन जानेछौँ। र कारमा चाहिँ हामी कसरी गर्नेछौँ भन्ने कुरा चाहिँ हामीले खेलिसकेपछि मात्र थाहा हुनेछ। र हामी चाहिँ माथि जानेछौँ। माथि चाहिँ हामी कसरी जान्छौँ भन्ने कुरो ल है। यहाँ चाहिँ के रहेछ केही पनि थाहा छैन। यो चाहिँ हामीले खोल्यौँ। अब ग्रानी आउँदैछ। यो कार ब्याट्रीलाई चाहिँ यहाँ हाल्दिउँ है। ल ठिकै छ। ग्रानी त ओ माई गड यहाँ तल आयो नि त। यहाँ टोइलेटमा के हो त? कसले छेरेर बसिरहेको छ यार? कसले छेरेर बसिरहेको छ यसरी? ओ माई गड मारिहाल्यौँ ग्यारेजले। ठिकै छ, यसले मारे पनि हामीलाई के फरक र के बाल पर्नु पर्ने छैन। र हामी चाहिँ डे 3 मा आइसकेका छौँ। र डे 3 मा चाहिँ हामी के गर्नेछौँ भने पहिलो कुरो के हो भने ग्रानीलाई हामीले छक्काउनेछौँ। र यो छक्काइसकेपछि चाहिँ हामी कहाँ पुग्नेछौँ भन्ने कुरो तपाईहरुले हेरिसक्नुहुनेछ। र यो हाम्रो बट्टल रहेको छ। बट्टललाई लिएर यहाँ तल चाहिँ लिएर जान्छौँ। तल लिएर गइसकेपछि यहाँ के छ है सबै खोलम। स्पेशल की भेट्टायो साथीहरु। अब स्पेशल कीलाई हामीले तल लिएर जान पर्ने हुन्छ। खै ग्रानी कता गयो? ग्रानी कता गयो? ल यसलाई चाहिँ हामी यताबाट छक्काएर जान्छौँ है। यहाँ त सिधै तल हाम फालेछौँ। यहाँ सिधै तल हाम फालेर हामी कहाँ पुग्नेछौँ? र हामी स्पेशल कीलाई सिधै लिएर तल। तरिका स्पेशल की त माथि लाग्छ नि त यार। होइन ठिकै छ। स्पेशल कीलाई हामीले माथि राख्छौँ है। ल आइज यता रहेछ। ल ठिकै छ। स्पेशल कीलाई हामीले सिधै माथि लिएर जानेछौँ। स्पेशल की यहाँ ट्र्याप परिरहेको छ। यसलाई चाहिँ होल्ड टु रिमोट गरेर हाल्नु है। ल चाहिँ यो ढोका
खोलियो ढोका खोलेर हामी माथि जानेछौँ साथीहरू माथि चाहिँ के छ भनेर तपाईँहरूलाई म भन्दैछु ओ खोली बल्ल खोलियो र हामी चाहिँ यहाँ माथि माकुरो हेर्न जाँदैछौँ है साथीहरू माकुरोमा चाहिँ केही छैन र हामी केही नसकेपछि ग्रानीलाई हामीले पहिला आवाज बनाऊँ एउटा स्पेसल कि त भेट्टायो है साथीहरू ल ठिक छ ग्रानी आइसक्यो अब सिधै हामी तल जानेछौँ तल हामी जानेछौँ थुक्क फेरि कराएर मऱ्यो त्यहाँ थुक्क ल ठिक छ यो तल आयो नि माथि आयो नि केही हुनेवाला छैन त्यसकारण योलाई खोला यहाँ पनि केही पनि छैन ठिकै छ तर पनि यहाँ चाहिँ इन्जिन पार्ट रहेको छ इन्जिन पार्टलाई चाहिँ के गर्यो ठुक्क बिचैमा आएर माऱ्यो नि त्यहाँ यसरी कहाँ हुन्छ त नि दिन 4 आइसकेको छ र दिन 4 मा हामीले कसरी खेल्नेछौँ भन्ने कुरा पनि म तपाईँहरूलाई ग्यारेन्टीको साथ खेल्न बताउन चाहन्छु र यो ग्यारेन्टी यस्तो ग्यारेन्टी हो तपाईँहरूले जिन्दगीभर याद गर्नुहुनेछ साथीहरू बुझ्नुभयो नि ग्यारेन्टी भनेको मैले लिएको ग्यारेन्टी हो रगतै रगत बनाइसकेकी छ ग्रानीले र यो ढोका पनि यसरी खोलिसकेको छु र यसलाई थुक्क फेरि सारा यो ग्रानी त खतरै रहेछ नि त यार हो तेरिका ओ म्यान मार्की डक्स हो कि यो मार्की डक्स जहाँबाट नि भेटिन्छ यो ग्रानीलाई यो हातको चिन्हले के होला साथीहरू ल ठिकै छ गुड्रु गर ठिकै छ खोइ यता आइज न यार यो के हो पिचासिनी हो कि के हो लाजा अरे अरे माशाल्लाह त्यसको टाउको फुटालेर गएँ माथि गएँ अब यहाँ तल चाहिँ के छ भन्ने कुरो हामीले तल हेरिसकेपछि मात्र थाहा पाउनेछौँ अनि यहाँ चाहिँ केही पनि छैन यहाँ पनि केही पनि छैन यहाँ पनि केही छैन यो बाटो रहेको छ र यसलाई चाहिँ हामी रुन मन लाग्थ्यो फेरि मार्यो नि त यार कसरी हुन्छ त यार यसरी ग्रानी खेलेर ग्रानीले मारेपछि के हुन्छ त नि यार दिन 5 आइसकेको छ एन्ड दिन 5 मा चाहिँ के हुनेवाला छ भन्ने कुरो म तपाईँहरूलाई हेरिसकेपछि मात्र बताउने जाँदैछु र आजको समाचार यहीँबाट सुरु हुन्छ र आजको समाचार यहीँबाट अन्त्य गरौँ यो ढोकामा चाहिँ हामीले खोलिरहेका छौँ अनि चाहिँ यसरी हामी सिधै गएका छौँ ग्रानी चाहिँ कता छ भन्दा कुरो कता छ ल ठिकै छ स्पार्क लगलाई लिएर गइसकेका छौँ साथीहरू स्पार्क लगलाई हामी सिधै तल र गाडीमा लगेर हाल्छौँ गाडीबाट गयो अन्त सिधै गइसकिन्छ नि त यार यो उसलाई त हामी सिधै गऱ्यौँ होइन ल ठिक छ यो उसलाई सिधै गरेर हामी त्यसलाई इन्जिन पार्ट पनि रहेछ यहाँ धेरै कुराहरू रहेछ धेरै कुराहरूलाई थाहा भइसकेपछि हामीले चाहिँ के गर्नेछौँ भन्ने कुरो स्पार्क लगलाई लिइसकेपछि यहाँ एउटा चाहिँ गन रहेको छ यो गनलाई चाहिँ हामीले स्पार्क लगलाई यसरी बताउँ स्पार्क प्लग कहाँ आउँछ यहाँ लाग्छ स्पार्क प्लग लगाइसकेपछि यहाँ चाहिँ हाम्रो एउटा सर्ट गन रहेको छ र सर्ट गनलाई चाहिँ हामीले सिधै यहाँ लगेर राख्नुपर्ने हुन्छ सर्ट गन पनि रेडी भइसकेको छ हामीले ग्यासोलिन ल्याउनु पर्ने हुन्छ ग्यासोलिन चाहिँ माथि रहेको छ त्यो चाहिँ लिटर बिट डिस्कम्फर्ट रहेको छ त्यो लिटर बिट डिस्कम्फर्ट भए तापनि हामीले लिन जरुरी रहेको छ र चाहिँ हामी चाहिँ ग्यासोलिन लिएर आएका छौँ ग्यासोलिनलाई सिधै तल लिएर गइसकेपछि ठुक्क ठिकै छ के हुन्न कार कि चाहिन्छ यार कार कि चाहिन्छ ग्यासोलिनलाई यहाँ फालिसकेपछि हामी चाहिँ कार कि लिन गइसकेका छौँ कार कि लिन कसरी जान्छौँ भन्ने कुरो तपाईँहरूले हेरिसकेपछि मात्र थाहा
आइज त जता राख्ने यो यता गए पनि हामी यसरी छक्काउँछौँ। फुक्क फेरि यसलाई चाहिँ हामी बन्द गरिसकियो। अब बन्द गरिसकेपछि कहाँ पुगिन्छ भन्ने कुरो हामीले हेरिसकेपछि मात्र थाहा हुनेछ साथीहरू। र हेरिसकेपछि हामी कहाँ पुग्नेछौँ भने यो सर्टगन लिएर फेरि ट्यानेकुटी कसको बाजा बजिराख्यो भनेको। बाजा पनि बज्नुपर्ने हुन्छ नि त यार। बाजा पनि बज्न जरुरी रहन्छ नि त यार। बाजा पनि बज्न जरुरी रहन्छ र बाजा बजाउने मान्छे हो म। यही ग्रानीको बाजा बजाइन्छु आजको दिनमा। र यहाँ चाहिँ केही पनि छैन भन्ने विश्वास गरेका साथ हामी यहाँ यसको कोठामा के हो कि यो ए थोपडा हेर न, थोपडा ग्रानीको थोपडा थुक्क। ए कस्ता बाउले जन्म दिएछ यसलाई। थुक्क 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 थुक्क। यो मेरै फ्यामिलीको मान्छे हो हुन त यो, तर चाहिँ यो सर्टगनलाई चाहिँ सिधै यहाँबाट जोडेर त्यहाँ पुऱ्याइदिन्छु। तर यो मैले चिनेको थिएँ कि यसलाई। ढुक्क भयो ग्रानी, मैले चिनिराखेको थिएँ कसलाई भनेको यो सर्टगनलाई के। र हामी चाहिँ सिधै गइसकेका छौँ र सिधै जाँदाखेरि कहाँ पुग्छौँ भन्ने कुरा चाहिँ I see you. ल ठिक छ ठिक छ ठिक छ। ठिक छ ठिक छ ठिक छ ठिक छ ठिक छ ठिक छ। ठिक गरिसकेपछि त्यहाँ चाहिँ हामी नेपालको ल ठिक छ ठिक छ ठिक छ ठिक छ ठिक छ। ठिक भइसकेपछि यहाँ कार्य गर्नुपर्ने आवश्यकता रहेको छ र हामी कहाँ पुग्नेछौँ तपाईँहरूले देखिसकेपछि थाहा हुनेछ। ठिकै छ ठिकै छ ठिकै छ, जे भए तापनि हामी यसरी जानेछौँ। र यहाँबाट माथि हामी जानेछौँ। थुक्क 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 थुक्क। यो ग्रानीको टोपी हो कि के हो, यसको कचडा यो सबै घुदु गर्ने यो चाहिँ यो के हो। ल आइज ग्रानी हेरौँ आइज क्यार्दै रहेछ यसले। हेर्छु म आज हेर्छु के हो यो मासुको डल्लोलाई यहाँ क्यार राखेको है। तेरिका मासु काटेर खानु नि यहाँ यत्तिकै मासु फालेर राखेको छ यार। थुक्क एक कस्ता दिन जन्म दिएछ नि यसका बाले। थुक्क फेरि मारे नि त यार। साला जस्तै मारे पनि हामीले ग्रानीलाई त्यही तरिका आमा नि कस्तो डर लाग्यो नि त यार। मलाई डर पनि यस्तो तरिकाले लाग्यो साथीहरू जसलाई हेरिसकेपछि मलाई मर्नै मन लाग्न नि त साथीहरू। मर्न त मलाई मार्यो थुक्क। अब ग्रानीले त मलाई तलै फाल्यो नि त। खोइ अनुहार हेरौँ त फेरि एकचोटि। हाँसेको मुख, आँखा ठुला अनि लौजा खत्तमै भयो, बर्बादै भयो साथीहरू। अब यति भएपछि त हामी सिधै एमलोक पुग्यो नि त। एमलोक भनेको यस्तो लोक हो जसलाई हामीले हेरिसकेपछि मात्र थाहा पाउनेछौँ। र साथीहरू आजको गेम यति नै रहेको छ। र आज यस्तै गेम प्ले भिडियोहरू हेर्नुको लागि तपाईँहरूले हाम्रो भिडियोलाई समक्ष रूपमा समर्पण गर्नुहोला। समर्पण गरिसकेपछि हाम्रो च्यानललाई लाइक, सब्सक्राइब, कमेन्ट र सेयर गर्न अवश्य बिर्सनु भयो भने म तपाईँहरूलाई कुट्नेछु साथीहरू।